म सबैजनालाई हल्ला नगर्नु, म सबैजनालाई भन्छु। मैले भनिसकेपछि हजुरहरूले चाहिँ बुझ्नु भएन भने फेरि मलाई सोध्न सक्नुहुन्छ है। म सिकाउँछु त। ल हस् म्याम, ल भन्नु म्याम। ल सबैमा नमस्कार। म कोपिला पोखरेल टोखा नगरपालिकाबाट आएको राष्ट्रिय कर्मचारी निर्वाचन आयोगले पठाएको। म चाहिँ हजुरहरू समक्ष किन आएको भने यो आउँदै गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को हैन के अरे फागुन 21 गते हुने निर्वाचनमा चाहिँ तपाईहरुको भोट बदल्न होस् भन्ने उद्देश्यले हजुरहरूलाई म यो टोल समाज गाउँ स्कुल कलेज समुदायमा सिकाउँदै हिँडेको एउटा सेविका हुँ हैन। अब यसपालिको चुनावमा चाहिँ के छ भने निर्वाचनमा चाहिँ दुईवटा मतपत्रहरू आउँछन्। एउटा यो प्रत्यक्ष तर्फको रातो रङको मतपत्र आउँछ, यो चाहिँ आफूले इच्छाएको हैन व्यक्तिलाई दिन पाइयो। यो चाहिँ अर्को चाहिँ कालो रङको समानुपातिको मतपत्र आउँछ। दुईटा मतपत्रहरू हुन्छन्। यसमा यो चाहिँ आफूले इच्छाएको पार्टीलाई दिन पाइयो, यो चाहिँ के हो त इच्छाएको व्यक्तिलाई। यो प्रत्यक्ष यो समानुपाती दुईटा मात्रै हुन्छ, बुझ्नुपर्ने। यो भन्दा अगाडि स्थानीय चुनावमा चाहिँ हामीले धेरैवटा दिन्थ्यौँ, मेयर उपमेयरदेखि लिएर गएर वडा अध्यक्षदेखि लिएर गएर सदस्यदेखि लिएर गएर दिन्थ्यौँ। यहाँ चाहिँ दुईटा, एउटा प्रत्यक्ष आफूले इच्छाएको व्यक्ति, एउटा चाहिँ समानुपाती आफूले इच्छाएको पार्टी हैन। त्यो आफ्नो स्वेच्छाको कुरा हो। मतदान भनेको चाहिँ एउटा जीवनदान हो, तपाईहरुलाई थाहा छ। यो एउटा हाम्रो हाम्रो एउटा भोट एकदम अमूल्य छ। तपाईँ हाम्रो एउटा भोटले गर्दा यो देशको भविष्य बन्छ। हामीले भोट दिँदाखेरि एक कप चिया त्यो दुई कसैले खाना दियो भने त्यसमा नबिक्नु होला, किनभने उपयुक्त मान्छे छनौट गर्नु के, जसले देशको लागि विकास गर्न सक्छ, जसले नीति नियमहरू राम्रो बनाउन सक्छ, त्यसलाई चाहिँ उपयुक्त मान्छे छानेर नीति नियम राम्रो भन्दा तपाईँ हामी विदेशिनु परिरहेछ, कति दुःख छ, कति के छ, एउटा सिस्टम भयो भने है बसेर काम गर्न पाइयो नि त। त्यस्तो खालको व्यक्तिलाई हेरिदिनुहोस्, हेरेर भोट दिनुहोस्। पार्टी नहेर्नुहोस्, व्यक्ति हेर्नुहोस्, जसले नीति नियम बनाउँछ त्यसलाई दिनुहोस्। एजेन्डा हेरेर पुरानो टोयलेट फ्याँकेर नयाँ टोयलेट अब बनाऊ भने जस्तो एउटा सबैले गरौँ। अब त्यो भइसकेपछि अब हामीले चाहिँ मैले चाहिँ अब कुन कुन अवस्थामा भोट बदर हुन्छ त भनेर हजुरलाई भन्छु, र कुन अवस्थामा चाहिँ भोट बदर हुँदैन भनेर म सिकाउँछु। 2 मिनट लाग्छ। पहिला चाहिँ हामीले 21 गते बिहान 7 बजेदेखि फागुन 21 गते बिहिबार बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म हामीले भोट हाल्न पाइन्छ, भोट राख्न पाइन्छ। हाम्रो नजिकको केन्द्रमा गएर चाहिँ जहाँ जहाँ तोकिएको केन्द्रमा गएर आफ्नो भोटर आइडी कार्ड लिएर गएर भोट दिन पाइयो। एक भोट दिन पाइयो, म पछि भन्छु, एकछिन नभन है, दिन पाइयो। अनि त्यसपछि हामी गइसक्यो, त्यहाँ दुईटा लाइन हुन्छ, एउटा महिला एउटा पुरुष, अशक्त गर्भवती ज्येष्ठ नागरिक सुत्केरीहरूलाई चाहिँ लाइन बस्नु पर्दैन, त्यो सुविधा हुन्छ। दुईटा लाइन बसिसकेपछि हामीले पहिला चाहिँ यो रातो रङको यो प्रत्यक्ष तर्फको पेपर मतपत्र हामीले लिन्छौँ, हाम्रो हातमा आउँछ। सबभन्दा पहिला हामीले हेर्नुपर्ने के भने यो मतपत्र लिइसकेपछि सबभन्दा पहिला हामीले के हेर्नु पर्यो भने यहाँ मतदान अधिकृतको हस्ताक्षर छ कि छैन, 1 नम्बरमा हेर्नु पर्यो। दोस्रो नम्बरमा गएपछि हामीले एउटा मतपत्रमा एउटा मात्रै भोट दिन पाउँछौँ। यसपालि धेरैवटा भोट यसमा दिन पाइँदैन। स्थानीय तहमा चाहिँ अरू पनि दिन मिल्थ्यो भने यसमा पाइएन। एउटा मतपत्रमा एउटा भोट दिन पाइन्छ, यसमा पनि एउटा भोट, जम्मा 2टा भोट दिने यसपालि। यसमा कन्फ्युज हुन भएन। एकछिन यो स्याम्पल हो, स्याम्पल हो। अनि के गर्नु भने यसमा चाहिँ सबभन्दा पहिला मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन, साइन छ कि छैन, यो हेर्नु होला। त्यस पछाडि अब यसरी राखिएको हुन्छ, यो इङ्क र यो स्वस्तिक र यो इङ्क राखिएको हुन्छ मतदान गर्ने ठाउँमा। त्यसमा चाहिँ अब आफूले कुन दिने, मैले यो चाहिँ जस्ट एउटा स्याम्पल हो, यहाँ कुनै पार्टीको छैन, एउटा स्याम्पल मात्रै हो। यसमा चाहिँ मैले आफ्नो स्वेच्छाले मैले यसलाई मन पर्यो, यसलाई त्यसरी दिनु पर्यो। एकचोटि भन्दा यसलाई फेरि यो क्लियर आएन भने फेरि डबल यसलाई गऱ्यो भने के हुन्छ त, त्यो अवस्थामा भोट बदर हुन्छ। एउटा मतदान अधिकृतको साइन भएन भने, अर्को चाहिँ यसमा एकचोटि भन्दा डबल लाग्यो भने भोट बदर हुन्छ। अर्को के हुन्छ, अब कसैले चाहिँ यहाँ ल्याप्चे छ, म यो स्ट्याम्प लाउनु भने यसरी ल्याप्चे लगाइदिनु भयो भने यो भोट पनि बदर भयो, बिग्रियो, काउन्ट हुँदैन, बनिँदैन। एउटा मतदान अधिकृतको साइन भयो भने एउटा चाहिँ यो 4 घेरा, यो 4 घेरामा कुनै पनि घेरा छुन पाइएन। अब यो लाइन छुन पाइएन, यसलाई छुन पाइएन, यसलाई छुन पाइएन, यसलाई यो चिन्ह हुन्छ यहाँ पार्टीको चिन्ह, यसलाई पनि छुन पाइएन। यसलाई बिचमा एकचोटि भन्दा 2चोटि लाउन पाइएन, एकचोटि मात्रै लगाउनु पर्यो। मतदान अधिकृतको साइन छ कि छैन, कुनलाई दिने हो त्यसलाई एकचोटि भन्दा 2चोटि लाउन पाइएन। त्यस पछाडि यसलाई चाहिँ अब यो ठिक छ, यसमा मतदान अब यहाँ मतदान अधिकार ठिक छ होइन। अब यो भोट पनि एकचोटि दियौँ, एउटा दिने एउटामा दियौँ, यो पनि ठिक छ। अब हामीले के अरे अरू बिगारेन, यो पनि ठिक छ। अब हामीले यसलाई पट्याउँदाखेरि कसैले के गरिदिनुहुन्छ, यसरी पट्याइदिनुहुन्छ।
यो गल्ती नगरिदिँदा यो अवस्थामा पनि किन हुन्छ यो के हुन्छ भोट बदर हुन्छ किन बदर हुन्छ त भने अब यो यिङ चाहिँ यता यता अब यो जताततै लाग्यो नि त यो भोट त काउन्ट भएन अगाडिको भागमा एउटा स्वस्तिक छाप जहाँ लाइन्छ त्योभन्दा अन्त अगाडिको यो फ्रन्ट पेजमा अगाडिको भागमा चाहिँ कहीँ पनि इङ्क लाउनु भएन त्यो लायो भने के हुन्छ भोट बिग्रिन्छ त्यही भएर हामीले सबभन्दा एकदमै ध्यान दिनुपर्ने कुरा के हो भने यो पट्याउँदाखेरि ध्यान दिनुपर्छ पट्याउँदाखेरि अब जस्तै मानौँ मैले यहाँ भोट दिएँ हो यसमा लगाउँछु है अब हेरी यसमा भोट दिएँ ल तल मैले भोट लगाएँ यो ठिक छ हो ठिक छ मतदान अधिकृत साइन पनि भयो ठिक छ अब यसलाई हामीले पट्याउँदाखेरि कसरी अब यसमा ल्याप्चे पनि लगाइएन फिङ्गरप्रिन्ट पनि लगाइएन स्वस्तिकले मात्रै लगाइयो एकचोटि लगाइयो यसो पनि ठिक छ यहाँ मतदान अधिकृत साइन छ भनौँ साइन हुन्छ अनि यदि भएन भने गर्न लाउने अनि त्यस पछाडि अब हामीले चाहिँ के गर्नुपर्छ भने यसलाई पट्याउँदाखेरि चाहिँ जुन घेरामा अब यो घेरामा लायौँ भने पनि यसमा लायौँ भने पनि यसमा लायौँ भने पनि यसमा लायौँ अब जुनसुकैमा लायौँ भने पनि अब हामीले यहाँ लायौँ भने यसलाई पट्याउँदाखेरि चाहिँ हजुरहरूले यति कुरा विचार गरिदिनु कि हेरी यो भाग चाहिँ यो रातो लाइन छ नि यो लाइनभन्दा माथि नलगिदिनु होला पट्याउँदाखेरि एकदमै ध्यान दिनुपर्ने कुरा चाहिँ यो अब पछाडिको भागमा लाउँदाखेरि इङ्क लायो भने पनि यो बिग्रिएन के बिग्रिएन अनि त्यो भएर अनि यसरी पट्याइदिनु है यसरी पट्याएर हामीले पहिलो मतपत्रमा यो खसाउँछौँ हो यो सक्यो एउटा प्रत्यक्षको अब फेरि हामीले यो खसाइसकेपछि हामीले के गर्छौँ समानुपातिको अर्को पेपर दिन्छौँ त्यसरी नै हामीले मतदान अधिकृत साइन छ कि छैन हेर्छौँ सेम हो 4 घेरा नछोइकन बिचमा लगाउँछौँ मात्र स्वस्तिक छापले लगाउँछ अरूले लगाउँदैनौँ यो लगाइसकेपछि अनि हामीले के गर्छौँ यसरी लगाउँछौँ यसरी लगाइसकेपछि के गर्छौँ हामीले यसलाई फोल्ड यसरी गर्छौँ यसरी गरिसकेपछि के भयो यो इङ्क त यहाँ यो अगाडि हामीले यसरी गरिदियौँ भने के हुन्छ यो इङ्क यहाँ लाग्छ नि यो भोट बिग्रिन्छ त्यही भएर हामीले पट्याउँदाखेरि एकदमै धेरै ध्यान दिनु पर्यो यसरी गरिदिनु त्यो भयो भने के भयो त यो अवस्थामा भोट बदर भएन